सन्चै हुनुहुन्छ हजुर? सन्चै हुनुहुन्छ? मलाई त डर लागिसक्यो। सन्चै मङ्की सर यता हेर्नु न। के बजरङ्गी सन्चै हुनुहुन्छ? सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। अनि अहिले चाहिँ म काठमाडौँतिर छु देश। अनि काठमाडौँतिर छु। अनि काठमाडौँतिर कहाँ छु भन्दाखेरि अहिले म नयाँ बस पार्कतिर छु। अनि अस्ति नै आएको थिएँ। अनि समथिङ ब्लग बनाउने कारण के थिएन भन्दा ब्लग बनाउन पाएको थिएन। मेरो अलि कामहरू थियो, धेरै कुरा छन् होइन, जो अहिले म भन्न सक्दिनँ तपाईँहरूलाई। अनि एक्कासी म काठमाडौँ आएको थिएँ। अनि मेरो साथी, चाइल्ड साथी भनौँ होइन, बचपनको साथी एक्कासी मलाई काठमाडौँमा भेट्यो। अनि उसले मलाई फोन गरेको थियो, कहाँ छस् भनेर। मलाई नै म काठमाडौँतिर उसले पनि मलाई फोन गरौँ अनि काठमाडौँतिर छु भनेर। अनि आज समथिङ हामी 4-5 वर्षपछि भेटिएको छु। अनि ऊ चाहिँ फेरि यता छ अहिले। बिहानको 9 बजीसक्यो अझैसम्म सुतेको छ। ओए 9 बजीसक्यो के उठ ला। यो चाहिँ यो खाते फेरि उठ। ओए 9 बज्यो, खाजा साजा नास्ता गर्ने होइन, ब्रुस रुस उठ के। ओए ओए बिहान केटा के उठ जा। अनि उठ का ब्लग स्टार्ट छ क्या। उठ 9 बजी ब्रस रुस गर्ने होइन साथी। हामी कति वर्षपछि भेटिया छ? 4 वर्ष भयो। अनि 9 बजे भनेको कति 9:30 भइसकेको छ। What the fuck man? अनि म टक्क बिहान कति 9 बजीतिर उठेको थिएँ। म पनि गफ हान्दैन, अलिक ब्रुस रुस गर्न लागेको थिएँ। अनि यसलाई पनि उठाएको छु। उठ भनेर। जाम का जाम 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 जल्दी आओ। कस्तो बाप रे बाप, के हो यो? तेरो ऊ लिएर आएको छु म कसम। अब गई छैन गरेँ। अनि अब ब्रुस लगाएर चिया पिउनु हिँड्न लागेको छौँ। तर फेरि हामी जहाँ अहिले नाम पनि के हो अरे रेस्टुरेन्टको मोनालिसा मोनालिसा रेस्टुरेन्टमा छौँ। अनि चिया साय पिउनु हिँड्न लागेका छौँ हामी। तर हामी यो रेस्टुरेन्टमा चिया पिउनु, किनकि लास्टमा कस्टमर म गफ भन्दैन, महँगो भन्छन् अलि यहाँ। त्यही भएर हामी यहाँबाट अलि 2 मिनटको टाढामा पसल छ यहाँ। ल कस्तो यहाँ त चार्जर पनि लगिदिँदो रहेछ नि होइन। ल यहाँ मैले भने लग्जरी रुम्स एउटा या चल गाइस, हामीले चिया पिउने आइज। तर यति भिड त लागेन है हिजो त। कहाँ भयो तेरो आन्दोलन? के खानेकुरा पनि दिन्छन् जाँदा? यो चावल हाम्रो नातिहरू गाउँबाट आएको उतै जाममा पऱ्यो। ए हजुर कहाँ त गाउँ? ए ल ल भनेको हुन्छ। कसको फोन थियो? चिया पनि आइसक्यो। अब चिया चाख्नु पर्यो कस्तो रहेछ। साह्रै खालकी कफी छ त यो। अच्छी लाग्ने लाग्यो हिजोको कफी भन्दा त यो राम्रो छ। चिनी मलाई ठिकै लाग्छ साँच्ची कसम। चिनी कम भएको हाम्रो के छ अरे। अब मेरो साथीले भन्छ अब चिया सिया लिएर ल भन् त कहाँ जाने आज? कसम होइन म काठमाडौँ भन्दाखेरि अब यसको त सायद फर्स्ट टाइमको कति के हो अरे तेरो यहाँ काठमाडौँमा?
सेकेन्ड यो 2 चोटि आइसक्यो नि अनि मेरो पनि कमसेकम 3-4 खेर आइसक्यो 3-4 खेर आउँदाखेरि नै एक खेर पनि क्या पशुपति घुम्न सकिनँ सबै ठाउँका टाढाबाट देखेँ मैले तर घुम्न पाइनँ आज एक्कासी क्या साथी अब यसको मन थियो कि थिएन होइन मैले एक्कासी पनि आज मेरो मनबाटै निक्ल्यो क्या पशुपति गइदिउँ भनेर अनि त्यही भएर यसलाई बिहानै बनाइदिएँ खाजासाजा खाऊँ नास्ताहरू गरौँ भने खाली पेट जानुपर्छ म होइन त्यही भएर अब यहाँ चिया पिएर यतैबाट हिँड्दिने कि रुममा गएर हिँड्दिने रुममा गएर अब रेडी सेडी भइन्छ त्यहाँ पछि सिधा पशुपतितिर लागिन्छ ल है गाइस अनि कुप्पा जस्तै कस्तो छ मान्छे भ्याड चाहिँ गिरी के भयो छ नि तुमको ने तुमको डी बुमको ला वो तो मैं बुमकन कर दूंगा लगा ये सब चट्टा बरा अच्छे से पियो दिन सम हमने सीधे दिन सम अनि वामा तम्मी अनि चिया साय खाएर आएर अहिले दुईजना फेरि यो यता बाथरुम छ यता म अनि फेरि 3rd फ्लोरमा गएर नुहाउनले यसलाई भन्दै म जान्छु के पहिले नुहाउन ल अब नुहाउन हिँड्न लागेका छौँ अनि त्यहाँपछि नुहाइ धुवाइ गरेर रेडी सेडी हुन्छु नुहाइ धुवाइ गरेर रेडी सेडी भयो ट्याक्का बारामा जुत्ता सुत्ता लाएर अनि यता पनि तर आई कन्ट्याक्ट भएन है आई कन्ट्याक्ट 12 बज्न लागिसक्यो त्यति गर्दाखेरि टाइम साइम दे मिलेन ल हिँड्दिउँ का हिन्दी सर ब्रेक किसिम त दुःख यार लाइज है म चाचा लिएर अघि हिँडेँ 4 वर्ष पछि भेटिएको साथीहरू घुम्न लाग्यो अब यहाँ त बाहिर ट्याक मौसम चाहिँ बाहिर यस्तो भएर आज त त्यो वेदर छ वेदर के रे ओहो चिया खाने के भन्छ त्यहाँ घर बसमै जाने होइन हिजो पठाउले यस्तो यो बस पार्कबाट त्यो एयरपोर्टसम्म लगेको बिचराको यारको 300 रुपियाँ खाइदियो तर रेट मेरो त मिलाउन पनि त पर्यो नि अब त्यसमा के थियो भन्दाखेरि मैले अनलाइन हेर्दाखेरि 165 रुपियाँ थियो बिचरा अब नयाँ मान्छे बिचरा अब डलर चलाउने मान्छे यो डलर हामी फेरि यता बस पार्ककोतिर छौँ अनि गाडीहरू आउँदैछौँ काठमाडौँ सहर अनि बन राम्रै छस् कता राम्रै छस् बुझिस् हो यहाँ आज टक्का बस आउँछ यो होइन त्यो खाले बस हो क्या त्यो निलो खाले ल बस आइसक्यो हाम्रो अब सिधा ट्याक्क पशुपति गएर भेटौँ ल है पशुपतिको एन्ट्री यहाँ त ट्याक्क हाम्रो कृष्ण भाइ हिँड चलो मलाई प्लिज मलाई छिटो गर्नुहोस् एकदम त गरिब भएको भए चस्मा लाएर आउँथे मागेको हजुर मागेको यो चस्मा मागेर ल्याएको दे दो यार कुछ चोरन ल्याएको जा सम्झु This is man is a bad ल भाइ धर्म लाग्छ यसको अब हामी पनि त्यस्तै नहीं एउटै भान्छ What is this? लगाइछ हामी यहाँ भित्र लाग्ने दिस शम्भु यु अन्डरस्ट्यान्ड दिस शम्भु सबै यो पृथ्वीको राजा एउटै हो को तो महाकाल बिचरा आखिर मृत्युभन्दा अगाडि के रहेछ 2 भारी दाउरा अनि 100 जना मिलामी
माटोमा मिल्ने छ जवानी त्यही के छ भएर कहिले पनि घमण्ड गर्नु हुँदैन मान्छेले घमण्ड जति गरे पनि होइन चाहे जति ठुलो राजा भए पनि होइन तर आउने चाहिँ यही हो गुड द्याट गुड क्वेसन जति धेरै घमण्ड गर्नु हुँदैन त्यही भएर सबैलाई मान सम्मान सबैलाई दिनुपर्छ जो पनि होस् त्यही हो क्या जति घमण्ड गरे पनि जे धनी भयो भने जति भए पनि आउने यही ठाउँमा हो जसरी पनि पानी चाहिन्छ पानी Thank you, Dave. सर नाइस टिका गुड लक ओके हेलो कसै कसै मिलाउँछन् उसले खाएको छैन नि हाँस्दै गएको हाँस्दै खानु हो सोचेका थियौँ पानी चाहिन्छ पानी पानी यो कस्तो नलाग्ने बाबुलाई घर परिवारमा एकदम राम्रो हो अब बाहिरतिर कुरा लाग्नु लाग्ला होइन सबभन्दा ठुलो कुरा आशीर्वाद हो पानी सोचेका कुरा एकदम हो त्यस्तो गरेर अब जे चिज हो त्यो होस् दिनके ना पंकड़ेगा कि पानी पानी गाइस ये मंदिर जाए टेक्के नुमान कैपिटल कताबाट पूजा गर्ने यार इस अभी भिजा पनि भइसक्यो यहाँ तर फेरि भित्र लान फोन अलाउड रहन्छ नभए 12,000 जुर्माना रहेछ त्यही भएर भित्र दिएनन् क्या भिडियो सिडियो बनाउँदा भित्र अलाउ रहन्छ त्यही भएर यहाँ अलि माथि यहाँ घन्टी छैन है सबै मन्दिर त घुम्यो होइन पूजा पनि गर्यो अरू अरू त पूजा पनि भयो अब सबै चिज भयो होइन कहाँ जाने घर जाने अब जाने अब होटलतिर जाने रुमतिर जाने लगाएछ अनि आज धेरै दिनपछि ब्लग पनि बनाएँ अनि फर्स्ट टाइम होइन हामी त अलपत्रै परिएको थियो अब के गर्ने आजसम्म लाइफमा कहिले पनि पूजा गरेको थिएन बेलपत्र कता चढाउने त कता केही नि थाहा थिएन क्या कहाँको के चिज चढाउने क्या बाबालाई सोध्दै यताउति गर्दाखेरि तर अब फर्स्ट टाइम कहिले पनि गएन म आजसम्म मन्दिर पनि गएको थिएन पूजा पनि गरेको थिएन बाहिरबाट गएको थियो अनि त्यही नि हो तर राम्रै लाग्यो ठिक लाग्यो गुड फिल भेरी गुड फिल गुड फिल होइन त्यस्तै थियो राम्रो लाग्यो तर अलपत्र परेर नथाहा भने मन्दिरमा बाबाहरूले जसले पनि तर अब भन्न त धेरै कुरा थियो तर म भन्न सक्दिनँ अब मन्दिरमा आएर के बुराइ गर्नु होइन ल त त्यसको लागि ल गाइस आजको लाइभ ब्लग यति नै हुन्छ थ्याङ्क यू फर वाचिङ दिस भिडियो राम्रो लागेको होला लाइक अब यो केटालाई देखेर आज लाइक कमेन्ट सेयर गरिदिनु होला एन्ड जो फर्स्ट टाइम च्यानलमा आएको भए च्यानललाई सब्सक्राइब गरेर बेल आइकनलाई प्रेस गरिदिनु होला एन्ड नोटिफिकेसनलाई अन गरिदिनु होला त हस् त जे नेपाल